We go and hit the lake अनि त्यसपछि सनसेट भ्यू पनि हुन्छ होला जस्तो छ। कामबाट थाकेर आछौँ। अब पानी चिसो होला तर होपफुल्ली गुड एक्सपिरियन्स ल। अरू के छ? मेरो चिप्स पनि छ। क्याप म लाउँछु नै। दुईटा भइहाल्यो। अरूलाई केही विषय छैन भने होइन, हामीले जुत्ता भयो भने चाहिएन। ओके, चिप्स, ड्रिङ्क्स, लाइफ ज्याकेट मेनली, and my beach shorts and Mr. Brown there. ल all set हैन त? ल बोक्दै जाँदैछौँ अब। यो हैन 2 पाइला यता आएको थिएन गुड्किसक्यो ड्रिङ्क। अहिले त्यो कसले बोक्ने भन? गोजीमा हाल न तिमीले त नि। त्यो कसम पल्टिन्छ क्या रिपीको अहिले कस्तो त्यो घुसाउन त्यो बरु त्यो तारको बिचमा। स्ट्रगल इज रियल गाइस, स्ट्रगल इज रियल। ल दुईटा ज्यामीहरू होइन, दुईटा ज्यामीहरू चले लेकमा मस्ती हान्नमा। रिपिक यार तिमीले ल हेर त घामै छैन कि कस्तो चिसो हुन्छ पानी। अब पानी कति छिटो सेलाउँछ राति थाहा छैन। ल्यान्ड पो उत्यो हुने त केही बढे छैन यार। सी ब्रिज, ल्यान्ड ब्रिज यार। तर धेरै उयो नै हान्नुपर्छ प्याडल बोट त्यहाँ छिर्ने भन्दा त। पर्ने हो 1-2 उल्टी त हानिहाल्छ नि। अब भ्लगकै भयो नि उल्टी त होइन, सुल्टी चाहिँ हान्नु पर्ला। आम्मामा किराहरू यार यहाँ अगाडि। है किनेको महँगो कुरा त रियाक्स कालो ल कालो देखिया छ रिपिक। अब के गर्ने हो? म त यताको साइड पर्दैन होला त। ल गाइस अल सेट यो अल सेट लाइफ ज्याकेट पनि लागिसकेको छ। एन्ड द लेक अब चालु। ल हाम्रो त्यो पुरै पेट त मजाले आहा नि। स्पिकर डुब्यो पागल उता सबै है। आम्मा डाइलग त यो भ्लगकै लागि हो। यो पछि घर गएपछि ए राता मकै एउटा छुट्टिएछ है। ओ होइन है रिपिक मुलाई त्यो पानी नत्रै हामीलाई कहाँ पुऱ्याउँछ यार वेभले। गाइस लुक एट द लेक। आम्मा अब सनसेट हेर्नु। ओहो यो भ्लग त आजै बनिहाल्छ नि, एडिट पनि धेरै गर्नु पर्दैन है। चालुका चालु छ। One eternity later. तिमीसँग मोबाइल छ हैन? टर्चवाला भन्ला फेरि। अब यतिकै बस्नु म यो अड्काएर। चढ्न लाग्यौँ हामी रिस्क लिएर। म चाहिँ फोन लिएर आछु। अझ ऊ हेर न रमाइलो हाना चाहिँ आछु मुली चिसो त। म कसरी चढ्नु रिपिक अब? यो फोनसँग त मेरो त वाटरप्रुफ फोन त। अब तिमीले चढो बिस्तारै चढो भाइ, जमसम नआएन किनभने यो घुम्छ क्या। आम्मा हात्ती ऊ लडाइदियो कि। चढ नि छिटो। चढ्यो कहिले लट्ठी ल्याऊ। ओए हल्लिन पाइँदैन कस्तो दिमाग। छिटाउ तान यो मुची तिम्रो बाउ। बिस्तारै चढ के मुजी। कति न टाइटेनिकै जस्तो गर्छ यार। चढ ए यार। ओइ अहिले फेरि त्यहाँ गएर चाहिँ यसरी हल्लिन मिल्दैन नि सबिन। फेरि अलि अगाडि आऊ, ट्याक्क बिचमा ब्यालेन्स मिलाएर बस मुजी। बुझ्यौ? त्यो धेरै पछाडि नबस न, आऊ अझ अगाडि।
अझै आऊ कुना कुनामा बस्यो हेरेर Very, very heavy. होइन म We went to the end of the हेर dome. अनै रहेछ नि यो गनाउने चाकु चाहिँ हल्छ त भ्लगबाट गाइस चढिसक्यो म अरे बि लाइफ अफ पाइ जस्तो देखिसक्यो त तिमी त मुजी सेलर जस्तो ल गाइस सुरु भयो यात्रा हाम्रो ओहो अलराइट गाइस हाम्रो यात्रा सुरु भइसकेको छ होइन होपफुल्ली फोन नझरोस् भन्ने डर हो मेरो अफ प्याराडाइज कि अब जे धन्न सुन्ने इङ्ग्लिस चाहिँ कोही छैन घिनलाग्दो इङ्ग्लिस ल यहाँ चाहिँ सेलर छ होइन रिपिक अहिलेदेखि तिमीले मेरो खुट्टामा सेल हान्दैछौ क्या ल होइन पुरै त्यो उ त्यो फिलिङ आएन बम्ब लाइफ अफ पाइ त्यो लायन किङ जस्तो ल गाइस आज चट्ट काम सकेपछि त्यहाँ पर अब सनसेट हेरिन्छ त्यहीँ पुऱ्याउँछु के अरे हनुमानै भन्यो कि हामी पनि सन आ गरेर खाइदिने हो भोक लाग्छ सन खाइदिने बरु भेप भइदियो मजा आउँथ्यो यार भेप र हाम्रो चिप्स चाहिँ हामीले त्यहाँ डकमै छोड्यौँ होइन बट अब गाइज यही हो अब फेरि यो प्रब्लम के छ भने चाहिँ नि यो आइफोनको क्यामेरामा उल्टो नदेखाउनु नमिल्ने कि ल ट्रान्जिसन सट्टी छ पानी लेकको होइन सेलर म आनन्दले बनाएको छु आहा चराहरू ल त्यहीँ परै गएर हामी सनसेट हेर्ने हामी तिमी उसले बाटोभरि यसरी फर्किने तिम्रो म चाहिँ ढाड कालो ढाड र चाक हेरेर बस्ने होइन मैले भनेपछि तिम्रो बरु कस्टमर पनि सिनेमेटिक आउँछ यार भिडियोहरू पहाडीबाट ल चट्ट होइन यहाँ एनर्जी ड्रिङ्क डुबाएर मेरो नि ल्याउ त ल ल ओ पागल अलवेज पर्पल हो नि ल चट्ट होइन यहीँ गाइज यो फेरि त्यो सानो नदी ताल त्यो नेपालको ल जहाँसम्म आँखाले देखिन्छ त्यो पानी नै हो सबै एआई नट एआई है यो रियल हो यो नेपालको मान्छेहरू एआई प्रम्प्ट भन्नेहरू चाहिँ ल दिस इज रियालिटी ल ल चियर्स आहा घरलाई पनि मेरो भ्युअर्सहरूलाई पनि एकपल्ट चियर्स ल अब यो हामी माथि र तल गएर किन सोचिरह होला मान्छेहरूले भिडियोमा भन्ने थाहा छैन यसलाई चाहिँ वेब भनिन्छ वेब मैले अब दुइटा त यहाँ ल दुइटा समातेर मैले हाम्रो उसले मस्त प्याडल चाल्छ तिग्रा फटाएर म बसेको छु तिमीले खुट्टा माथि राख्यो भने फास्ट जान्छ एरोडाइनामिक ल थाहा होला नि थाहा छैन म लड्ने चान्स पनि बढ्छ नि त फेरि यसरी खुट्टा राखेन मैले देखाएँ जस्तो कसरी यत्तिकै माथिपट्टि यसरी यो माथि ल्याउ न यहाँ बुझेँ तर कसम लड्छु होला यार रिपिक झन् लड्दैन क्या अनि म लड्यो भने त फोन सहित यो पानीमा कसले बचाउँछ खुट्टा माथि राख्नु भन्यो मलाई होइन यसरी अब लड्यो ल वेब्स गाइज ल वेब्स आम्मा अब उठेर अरे भयो डर लाग्यो मलाई I'm on top of the world. Hey, I'm on top of the world. Hey, I'm on top of the. सुने छैन मलाई यो गीत ल अब चाहिँ आम्ने सामने भयो ग्याङ ग्याङ गर्न मात्र बाँकी छ अब पनि मान्छेहरूले यस्तो डाइभ हान्न मन छ झुप बोलाएर त्यहाँबाट अब मेरो फर्काएर गरौँ मेरो त तिमी जान्छौ त एक्लै कहाँ प्याडबोर्ड हान्छु मलाई त्यो डरै लाग्छ तिमी यहाँबाट पनि त्यहाँ जान्ने हो यस्तो हेर न भ्लग भनेको थाहा ल ड्रोन शट नि हान्नु कि ड्रोन शट ल पछि त्यो उ त्यो पज गरेर म फोटो सोटो गर्छु के ल ल यता ल भ्युअर्सहरुलाई केही भन नि त गीत बनाउँदै भिडियो बनाउन मिल्छ हैन गीत बनाउँदै भिडियो बनाउन मिल्छ हैन अनि कपिराइट लाग्छ नि त फेरि कपिराइट हो यहाँ देखाइरहेको छु यहाँ देन ओए यार मोटे भ्यू त दामी छ यार मेरो खिच्दा त कस्तो आछ मुला अलि अघिदेखि तिम्रै त खिचिरहेको छु नि मुला हो के अरे सिनेमेटिक आछ होला है अनि ल म ड्रोन शट हैन अब अय्यो
यहाँ आउनुको फाइदा मान्छेले सोच्ला नि देखावटी होइन पानी यताउति यहाँ आएपछि तिमीलाई एउटा नेगेटिभ थट आएला भन त छोडिदिउँ जस्तो भयो त भएन नि होइन यहाँ त वातावरण आम्मामा होइन पानी अनि अब यहाँ फिसिङहरू हाने भए झन् आज के ब्याडबाट मैले भनेको त गाडी निकाली चाहिँ मैले ट्रङ्कमै राख्ने हो क्या मैले रिपिक त्यही त नि यहाँ हेर न यहाँ नेगेटिभ थट आउने सोचै छैन तिम्रो दिमागमा के मात्र खेलेको छैन ल भन लाखै कुरा खेलेको छ अब यो मन्स्टर कम भयो भने पानीमा डुबाइदिने फेरि हानी के मन्स्टर यहाँको पानीको त्यो त्यसमा कस्तो नुनिलो पानी हुन्छ उसलाई मैले मुद्दा छु कचोडी त्यो मैले मुद्दा भन्दा त तिमीले आएर यहाँ डुब्किनै लान्छौ त्यो झन् वर्स्ट हो क्या आज अझ त्यहाँ अलिक नजिक यहाँ चट्ट डग साग भएको यता हेर डगसँगै हामी हानेको हुन्थ्यो नि डग हान्ने उसले आउँछ अब यहाँ टाइम हुनु पऱ्यो नि त अनि चिसो भएर तर मैले सोचे जस्तो रिपिक हल्लाउने रहन्छ अरे हामी कति मिनट यहीँ त छौँ नि अघि त्यही तर तिमीले त्यो तल के हालेछौ क्या त्यही भएर राजा लेक काम भएर हो क्या यस्तो भएको अहिले यहाँ वेब आएको भए मा वे रिपिक गुहार हो यो उसले कहाँ भ्याउँछ तर उता गएकै ठिक छ अहिले कस्तो किराले सताउँछ न किराले सताउँछ कहाँ अनि रात परेपछि त अनि त मुजी भन न हुन्छ नि आमन त बोर्डले आउने लिरिक्स त गाउँ न अनि सनसेट चाहिँ कहिले हुँदो रहेछ हेर नि त 8:38 सनसेट रहेछ रिस्क के छ भने चाहिँ अब 10% मात्र छ मेरो चार्ज 15 मिनट यो टिक्नु पर्यो ताकि सनसेट अफकोर्स अनि अब चाहिँ एक दिन चाहिँ दिउँसो आउनुपर्छ नि चट्ट आनन्दले अलिकति टाढा जान मिल्छ क्या आमन टप द वर्ल्ड ए आज हामीले फेभर गर्यो नि त राजाले चट्ट लिएको होइन जन किन खिचा मेरै भ्लगमा म केही आउन्न मलाई त त्यो पनि यसरी देखाएको छ होला होइन मेरो भ्लगमा म ल ल तिमीलाई त त्यही त हो नि यही त हो नि स्टेप तर बिच बिचमा बोलिरह अनि लाग्दैन क्या त्यही न त जनलाई पर्सनल मेसेज गरेर नि त दाइ हटाइदिने छोड दाइ पर्सिको टिकट काटेको छु अझ मैले त $100 को भएन होइन चेत्यो सरी दाइ हिन्दी आइसक्यो यो त यस्तो बनाएर हाल्यो भने त स्टोरीमा मलाई जनले त हाल्छ नि मलाई सिधै हाल्छ होला नि हाल भाइ जन दामी सनसेट भयो त स्काई नि क्लियर आज है रेडी हो गाउने हो गाउने नि अफकोर्स गाउने नि अलवेज रेडी भन न मात्र म गरिदिउँला तिम्रै म त तिम्रै रहँला माया धेरै टाढा छु म त बिर्सेको छुइनँ ल त पानीमा चोप्दिउँ कि एक्ला चोपौँ केही हुन्न वाटर प्रुफ छ नि केही पनि ढलाइदियो जस्तो उडी होला गर यतै राख्छु ल म जान दिन माया हाले त कपालै होइन र त भन्दा होला कति गाह्रो रहेछ तिमी बिना आँखा
आँखाका प्रतीक्षा तिमी नै हो भुल्दिन भुल्न सक्दिन यी शब्दमा तिमी छौ जस्तो लाग्छ 1 2 3 go रापारिरारा हाम्रो चिप्सले पिनाले खाएर बसिरहेको चिप्स र भेप अझ है चिप्स र भेप बन्द गरिदिउँ ल मोमेन्ट लिउँ अब एकछिन होइन गाइज आफ्टर द्याट पिसफुल प्लेस अब हामी फेरि फर्किँदैछौँ भोलि ठेल्नलाई चाहिँ तर आजको लागि चाहिँ क्याप्चरिङ एभ्रिथिङ इन द माइन्ड होइन पिस अफ माइन्ड के नो नेगेटिभ थट्स नथिङ जस्ट मेमोरिज होइन ब्युटिफुल म्युजिक इन द ब्याकग्राउन्ड गीत पनि राम्रो बनाइदियो ठ्याक्कै हामी अब होम जानै लाग्छौँ अनि होम कमिङलाई ल गाइज वेयर डन होइन त अब आइएम फ्लोरमा फेरि ल ल मेरो त्यहाँबाट गर तिमीले यस्तो गर्दाखेरि म चाहिँ यत्रो पेट म चाहिँ देखाउने होला देखाइदियो होला पेट नै देखाइदियो ब्राइटनेस कस्तो कम भयो ल ओर्यो सारिन्छ ल गाइज अब यसो डुब्की सुब्की लगाइन्छ चार्जिङ लास्ट कम छ एन्ड देन विल बी हेडिङ होम वन्डरफुल दाइ होइन हाम्रो लेज र भेप त भेप नै थियो ल अल सेट होइन त That anybody feels the way I do about you now. Let's go for the dive, guys. Let's go for the dive. The world is like out. Don't know the lyrics here. I'd say you, but don't know how. Because baby, without you going to save me. And after all, you're my wonderwall. Hi, आम्मा कपाल तिम्रो त खत्तम भइसक्यो नि यस्तो गर्नु पर्यो क्या खास यहाँ मेरो मिम छ क्या एउटा रुकेर कस्तो गर्ने थाहा यता त यहाँ त तल देखाउने क्या माछा 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 भ्यागु गर्ने ल भरे मम्मीलाई पठाइदिने हो ल माने ल यो त आयो दामी गयो ल आज के हो ल देख कही त अब के हो नेक्स्ट शाहरुख खान भित्र हालिदिन्छ अरे ल मोबाइल ल्याइदिउँ भित्र हाल्यो पनि हेरेर बोर्ड पनि डिफ्लेट भइसकेको छ अलमा चिल्याउ न जाँट यहाँ देखेकै छैन कालो न कालो मजदूर के हाथ देखा था ये हाथ मुझे दे दे कालिया
ल गाइस डाइभ पनि हान्यो अँध्यारो पनि भयो what a way to seal the day let's go August 5 remember your buddy let's fucking go peace स्पाइडरमैन तूने चुराया मेरे दिल का चैन